अहिले खारा पुलको एकदम बिहानको ताजा अपडेट हेर्नुहोस्। यो पालतिर माटो झरिरहेको छ यो पुलको पिल्लरनेर र खोलाले कटान गर्ला जस्तो देखिन्छ यहाँ। त्यसैले गर्दा यो जेसिबीले छिटो र छरितो तरिकाले माटो फाल्दैछ र खोलालाई यता बिचबाट लगाउने तर्खरिन्छ। यो हेर्नुहोस् त यो पिल्लर भत्किएर यस्तो भइरहेको छ। हेर्नुहोस् त यो पुलको यो पिल्लर बगाउला जस्तो छ, माथिबाट पनि यो कटान गर्ला जस्तो देखिन्छ। हेर्नुहोस् है साथीहरू, ल म आज खारा पुलको दृश्य देखाउँदैछु हजुरहरूलाई। यो खारा पुलमा यो खोला बढेर एकदम पानीको बहाव बढेको छ। उतातिर जेसिबीले काम गरिरहेको छ, देखिरहनु भएको छ। जेसिबीले उता काम गर्दैछ भने यतातिर हेर्नु त खोला पारीको पिल्लरतिर गइसकेको छ भने यतातिर हाम्रो अहिले भर्खर हेर्दा यो अस्थायी पुल जडान गरिएको थियो। यो अस्थायी पुललाई यो खोलाले बगाउने सम्भावना बढी देखिन्छ। हजुरहरूले देखिरहनु भएको छ यो पुल हाम्रो अगाडि हेर्दै योभन्दा 10 मिनट अगाडि यो अस्थायी पुललाई यो खोलाले बगाउने तर्खरमा छ र पालतिर पनि यो खोलाको यो उसको ट्रस्टको त्यो पिल्लर भत्केला जस्तो देखिरहेको छ भने यतातिर जेसिबीले एकदम माटोलाई फालेर यो खोला बिचबाटै लगाउने तयारीमा छ। तपाईँले देखिरहनु भएको छ है। यो हेर्नुहोस्, यही हो आजको बिहानको खाराको अन्तिम दृश्य।